हेलो साथीहरू, वेलकम ब्याक। कस्तो छ तपाईहरुलाई? के गर्नु हुँदैछ? के गरेर तपाईहरुको दिन बितिरहेछ? तपाईहरुलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज शनिबार, आज म के गर्छु भन्ने कुराहरु चाहिँ म सम्पूर्ण कुराहरु चाहिँ यो भिडियोमा देखाउने छु। सम्पूर्ण कुराहरु यो भिडियोमा देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। म बिहान उठिसके, अहिले बिहानको 7 बजिसक्यो। आज फेरि म यस्तो लफडामा फसेको छु। त्यो लफडा के हो भन्ने कुरा यो भिडियोमा देखाउँछु। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त। नयाँ हुनुहुन्छ भने लाइक, मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। भिडियो हेर्दै जानुहोस्। साथीहरु, आज शनिबार हैन, आज नुहाई धुवाई, कपाल कटाई, दाढी कटाई मिलाई यताउता गर्छु हैन। त्यस्तै छ है त। फाइनली साथीहरु, कपाल सपाल काटियो, टक्कसँगले चाहिँ ह्यान्डसम बनियो, दाढी सारी मिलाइयो, अब चस्मा लगाइयो, अब लाग्यो। अनि मेरो कपाल अगाडि र अहिलेमा कस्तो चाहिँ देखेको छ है त? अगाडि कपाल काट्दा र अहिले नकाट्दा, अहिले काट्दा र अगाडि नकाट्दा कस्तो देखेछ कमेन्टमा। फाइनली म चाहिँ अब हैन, मैले अघि नै एउटा पनि भनेको थिएँ होला, एउटा लफडा लागेको छ हाम्रोमा। त्यो लफडामा चाहिँ चट्टसँगले जाँदैछु भनेर चाहिँ मैले अघि पनि भनेको थिएँ। हिजो चाहिँ हाम्रो एउटा गाडीको चाहिँ के भएछ भने, हाम्रो ड्राइभरले चाहिँ गाडी लिएर टक्कसँगले आउँदै गर्दाखेरि बिचमा ट्राफिकले बाटोमा रोकेछ। रोकिसकिसकेपछि चाहिँ चट्ट के भनेछ भने, के अरे तपाईँको गाडी, तपाईँको के भन्छ, तपाईँको गाडीमा चाहिँ यो टाइम नपुगिकन किन ल्याइस् भनेर भन्ने कुरा गरेछ। गर्दा गर्दै अब यसो अलिअलि चाहिँ पैसा पनि माग्यो होला ट्राफिकले। अनि हाम्रो काम गर्ने भाइले चाहिँ ट्राफिकको भित्रैबाट अब पैसा माग्यो भने चाहिँ यसले घुस लिन आँट्यो भन्ने खालको सोच भएर होला सायद, के हो, भिडियो गरेछ। तर ट्राफिकले चाहिँ पैसा सैसा चाहिँ मागेको रहेनछ। अनि त्यो भिडियो गरिसकिसकेपछि चाहिँ त्यो टक्क के भएछ भने, के अरे ट्राफिक प्रहरीले चाहिँ के गरेछ भने, त्यो भाइको त्यो भिडियो गरिसकेपछि त्यो भाइको म भिडियो गरेको देखेँ ट्राफिक प्रहरीले। हुन त अब ट्राफिक प्रहरीले घुस मागेको, पैसा मागेको भनेर भिडियो गर्यो गरेन त्यो चाहिँ मलाई पनि थाहा भएन। त्यो देख्ने बित्तिकै चाहिँ भाइले चाहिँ भनौँ न, अब त्यो ट्राफिक प्रहरीले चाहिँ त्यो हाम्रो काम गर्ने भाइको मोबाइल खोसेर गोजीमा हालेछ। गोजीमा हालेपछि चाहिँ त्यो भाइले चाहिँ फेरि अब ट्राफिक प्रहरीको गोजीबाट चाहिँ मोबाइल निकालेर, फुत्तै निकालेर त्यो अब मोबाइल मेरो लान्छ होला भनेर होला हैन, डरले होला, अब केही होला, उसको आँखा पनि होला। अनि त्यो भएर चाहिँ त्यो भाइले चाहिँ ट्राफिक प्रहरीको गोजीबाटै मोबाइल निकालेर हिँड्दैछ। त्यति गरिसकिसकेपछि अब के भयो भने, अब हाम्रो ड्राइभर मात्रै रह्यो। अनि ड्राइभर मात्रै रह्यो। ड्राइभरले चाहिँ के भनेछ भने, के अरे सर अब यस्तो यस्तो भइहाल्यो, गल्ती भइहाल्यो, दिनु पऱ्यो, लाइसेन्स दिनु भनेर भन्दाखेरि लाइसेन्स पनि दिएन छ। गाडी लगेर चौकीमा हाल्दैछ। चौकीमा हालिसकिसकेपछि त्यो भाइले हत्तै, ड्राइभरले रिक्वेस्ट गर्दा पनि गाडी नदिइसकेपछि मैले अब मेरो दाइ जानुभएको थियो, गएर दाइले चाहिँ गाडी साडी चाहिँ रिक्वेस्ट गरेर निकाल्नु भयो। तर त्यो जुन फिल्डमा खटेको ट्राफिक चाहिँ त्यो त्यहाँ चौकीमा नभएको कारणले गर्दाखेरि चाहिँ अरूले नै अब काम गर्ने हो, काम गर्नेको यस्तै हुन्छ दिमाग भनेर चाहिँ त्यहाँको त्यो अब सही इन्सपेक्टर को हुनुहुन्थ्यो, उहाँले चाहिँ गाडी दिनुभएछ। अनि लाइसेन्स लिन चाहिँ भरे बेलुका आउनु भनेको रहेछ। त्यो फेरि अब भाइ चाहिँ बेलुका, अब त्यो हाम्रो चालक भनौँ ड्राइभर भाइ चाहिँ बेलुका फेरि गएछ कि अब त्यो लाइसेन्स लिन जान्छु भनेर गएछ। लाइसेन्स लिन जाँदाखेरि चाहिँ त्यो ट्राफिक, जुन फिल्डमा खट्ने ट्राफिक, जसको गोजीबाट चाहिँ मोबाइल निकाल्यो, त्यो ट्राफिक चाहिँ फेरि चौकीमा रहेछन्। चौकीमा भएको कारणले गर्दाखेरि चाहिँ ट्राफिकले त्यो मान्छेलाई बोला, जो जुन मेरो गोजीबाट मोबाइल तानेर, उसको मोबाइल तानेर लिएर गयो, त्यो मान्छेलाई निकाल्ने अनि मात्रै गाडी दिन्छु भनेर चाहिँ फेरि त्यो फिल्डमा खटेको ट्राफिकले चाहिँ त्यो हाम्रो गाडीको चाबी खोसेर राख्दैछ। अनि लगभग 2-3 घन्टा चाहिँ रिक्वेस्ट गर्यो अरे ड्राइभरले नदिइसकिसकेपछि, तेरो साउ बोला, तेरो त्यो काम गर्ने बोला, अनि मात्रै दिन्छु भनेर भनिसकिसकेपछि अहिले चाहिँ म जाँदैछु। यही केसको लागि म जाँदैछु आज ट्राफिक चौकी। अब के हुन्छ हेरौँ, गाडी निकाल्न सकिन्छ कि सकिँदैन। त्यो अब त्यो काम गर्ने भाइ अब बिमारी छु भनेर आउनै मानेन। अब के हुन्छ है त, लेट्स सी है। भिडियो हेर्दै जानु होला, के हुन्छ, कस्तो कस्तो हुन्छ, सब भिडियोमा देखाउने छु है त। लेट्स सी। अब हामी चाहिँ जाँदैछौँ, लगभग 10-15 मिनटमा पुगिन्छ होला। हेरौँ के हुन्छ। रिक्वेस्ट गर्ने हो हैन, ट्राफिकलाई पनि रिक्वेस्ट गर्ने हो।
ट्राफिकसँग राम्रो बोल्ने हो, किनकि ट्राफिकहरू भनेको पनि हाम्रै भनौँ हामीलाई नै सुलभ र हाम्रै सुरक्षाको लागि हाम्रै आफ्नै सुरक्षाको लागि बसेको हुन्छ होइन। उहाँहरूलाई पनि इज्जत गर्नुपर्ने हुन्छ। उहाँहरू सायदै नभइदिएको थियो भने ट्राफिक व्यवस्थापन कस्तो हुन्छ भन्ने कुरा त्यो हामीलाई थाहा छ। र अर्को कुरा हामी त्यो सेक्टरको पनि हो कि हामी ट्राफिक रुललाई फलो नै पनि गर्छौँ। साँच्चै भन्नुपर्दाखेरि मैले लाइसेन्स बनाएको 15 वर्ष भयो होला, यो काठमाडौँमा लाइसेन्स बनाएको, गाडी चलाएको 15 वर्ष भयो। मैले एकचोटि चिट काट्यो, मेरो एकचोटि चिट कटाएको छु। मैले त्यो पसलमा गएर केही सामान किन्ने, गाडी चाहिँ मैले कुदाएको थिइनँ होइन। तर पनि त्यो गाडी चाहिँ पसलमा पार्क गर्न राखेको थियो। पार्क गर्न राख्दाखेरि त्यहाँनिर आएर चाहिँ चिट काटिदिएको थियो। त्यो गल्ती खासै ठुलो गल्ती नभइकन होइन। रुल रेगुलेसन फलो एकदमै गरिन्छ। ठिक छ, हेरौँ आज पनि रिक्वेस्ट गर्ने हो, ट्राफिकहरूसँग रिक्वेस्ट गर्ने हो, के हुन्छ है त। के गाडी एकै शब्दमा निक्ल्यो? केही भन्नु पऱ्यो मैले? केही बोल्नु परेन नि? हो, जाने बित्तिकै चाबी दियो? हो त्यस्तो हुन्छ क्या अलिकति के हुन्छ भने अलिकति आफूमा पनि हुनुपर्छ। ल राम्ररी जाऊ, गाडी लिएर जाऊ। फाइनली साथीहरू मैले चाहिँ होइन गाडी निकालेँ। अब त्यो ट्राफिकभित्र बोलेको ओरेकोहरू चाहिँ मैले भिडियो गर्न पाइनँ। किन पाइनँ भने त्यहाँनिर भित्र बोलेको ओरेको चाहिँ भिडियो गरिँदैन पनि, त्यस्तो गर्नु पनि हुँदैन, गरिँदैन पनि, त्यहाँनिर अलाउड पनि हुँदैन। र एक दुईवटा शब्दहरू भन्यो, यताउता गरियो, रिक्वेस्ट गरियो होइन। रिक्वेस्ट गरिसकिसकेपछि गाडी चाहिँ हामीलाई ट्राफिकले दिनुभयो, गाडी निकाल्यौँ। त्यस्तो हो, यस्तै हुन्छ। अब ट्राफिकहरूलाई पनि अब कतिपय कुरामा अब हुन्छ होइन, हामीले इज्जत गर्नुपर्ने हुन्छ। किनकि ट्राफिक प्रहरी हाम्रै सेवाको लागि खटिन्छन्, हाम्रोलाई नै गर्छन् होइन। त्यसको लागि पनि हामीले इज्जत गर्नुपर्ने हुन्छ। त्यस्तै छ साथीहरू, गाडी चाहिँ मैले निकालेँ है त। ल लेट्स। अलिकति मान्छेको अलिकति व्यवहार पनि हुनुपर्छ क्या, अलिकति बोलीमा अलिकति एउटा हुनुपर्छ क्या। आफू कमजोर छ भने आफू कमजोर तरिकाले नै बोल्नुपर्ने हुन्छ होइन। त्यो संस्कार चाहिँ मैले पनि सिकेको छु है। धेरै यस्तो अब यो भनौँ न गाडीमा अब गाडी हाम्रो कुदिरहेको हुँदाखेरि यस्तो केसहरू मैले धेरै ह्यान्डल गरेको छु क्या, धेरै ह्यान्डल गरेको छु। त्यही भएर पनि मलाई बोल्न चाहिँ मलाई अब ट्राफिकहरूसँग बोल्न, पुलिसहरूसँग बोल्नमा चाहिँ मलाई अब कुन ठाउँमा कसरी बोल्नुपर्छ, के गर्नुपर्छ, कति झुक्नुपर्छ होइन, कति झुक्दाखेरि हुन्छ, कति सानो हुनुपर्छ भन्ने कुराहरू चाहिँ सम्पूर्ण कुराहरू चाहिँ मलाई पूर्ण रूपले थाहा छ। त्यो भएर पनि अलिकति मलाई प्लस पोइन्ट भएर चाहिँ आज मैले इजिली तरिकाले चाहिँ त्यस्तो लफडा भएको 2 दिनसम्म राखेको गाडी चाहिँ म गएर एकैचोटि मैले गाडी निकालेँ होइन। गाडी मलाई समान तरिकाले दिनुभयो, चुप्प लागेर केही यताउता केही त्यस्तो नराम्रो केही पनि भएन। त्यसरी गाडी लिएर आएँ। हस् त साथीहरू, मेरो भिडियो कस्तो लाग्यो होइन, मेरो भिडियोलाई सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई, र भिडियोलाई लाइक पनि गरिदिनु होला है त।